तिमीहरूले भनेनौ हामी भन्नुभयो क्या हो मैले ओहो है नवबुद्ध यता माथितिर छ है यता ए यता माथितिर हो आहा बबाल मजा आयो त ए हामी दाहिनेबाट एकदम लाएर हिँड्ने भयो फर हुनुभयो त हाम्रो बाइक पनि उयो गर्ने बेला भन्छ के अरे ला बाटो फर्क्यौँ फेरि पहिला बाटो थियो यहाँ फेरि पनि ओह्रालोमा घुम्दैछौँ बाई बाई गाडी आए गाड़ी हाँ Maharan please पारेर नवबुद्धको गोडा निस्क्यौँ अब साथीहरू हामी लागि नवबुद्धलाई बाई बाई गर्दै टाटा बाई बाई होइन यहाँ चाहिँ तर यस्तो ठुल्ठुलो ढुङ्गा यस्तो फेरि खत्रै ढलानमा छ है त्यसै गाह्रो यार यो त उकालो भएर यस्तो गरेको कि उकालो भएर हेर्नु त बर्खामै छिट्छी पानी आउँछ रमाइलो रहेछ ठाउँ यार म त आएकै रहेनछु नि सेल्फी ढुङ्गातिर पो गएको रहेछौँ सेल्फी ढुङ्गा चाहिँ मासतिर होइन त्यहाँ सेल्फी ढुङ्गातिर मात्रै पो गएको रहेछ आज सबैले के देखिरहेको छ हौ शान्ता के हुन्छ ओह्रालो डरायो कि केटो ओह्रालोमा झ्याउ हुन्छ क्या मसँग सिक्न दिनुपर्छ नि त्यो स्कुटर फेरि यो आलु छ क्या मलाई यहाँबाट उकालो है त दाहिने पनौती जाने बाटो अघि कताबाट आएको हामी त्यताबाट आएको त्यताबाट पनौती जाने बाटो यहाँबाट पनि रहेछ है पनौती यताबाट जाने हो क्या हो पनौती यताबाट जान्छ क्या हो यता जाउँ यता जाउँ तेलमा मुभी त हाल्ने बेला हुन्छ त्यसमा ट्रेनमा अब छोटो बाटो लाग्यो है साथी हामी छोटो बाटो लाग्यो अब गाडी ट्र्याक्टर यता रमाइलो रहेछ नि त बाटो राम्रो पनि हामी उल्टो बाटो हुनेछौँ है अघि ओह्रालोमा अप्ठ्यारो हुन्छ त्यही जस्तो लाग्छ म त अन्त एकछिन रोकौँ त फोहोर